चाहन्छु। नमस्कार, म मिलन श्रेष्ठ। अहिले म जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा छु र यहाँका व्यवस्थापक आदरणीय हिमलाल गौतमज्यू मसँग हुनुहुन्छ। विशेष गरी यो भिडियो रेकर्डेड मेरो अध्ययनको थेसिसको लागि मात्रै हो, अन्य कुनै पनि प्रयोजनको लागि यो प्रयोग हुने छैन। यदि मैले पछि यो भिडियो एडिटिङ गरेर सम्पादन गरेर प्रयोग गर्नुपर्ने भएछ भने म व्यक्तिगत आधिकारिकता र उहाँसँग अनुमति लिएर मात्रै यो भिडियोलाई प्रसारण गर्नेछु। अब म हाम्रा व्यवस्थापकज्यूलाई आफ्नो परिचयसहित मेरो प्रश्नमै केन्द्रित रहेर, विशेष गरी मेरो शोधपत्रका लागि 7वटा प्रश्न मैले ल्याएको छु, त्यसैमा केन्द्रित रहेर हामीले यो अन्तर्वार्ता सम्पन्न गर्नेछौँ। हजुरको परिचयसहित। धन्यवाद मिलन सर। म हिमलाल गौतम, म वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 सापिकको 3 हालको 4 निवासी। म यस संस्थामा विगत 23 वर्षदेखि निरन्तर रूपमा कार्यरत रहेको छु र विगतदेखि सानो पोस्टबाट अहिले यो संस्थाको व्यवस्थापकीय भूमिकामा म आबद्ध रहेको छु। जहाँसम्म हाम्रो मिलन सरले मलाई केही प्रश्नावलीहरू यहाँ प्रस्तुत गर्नुभएको छ, सो सन्दर्भमा मैले आफूले जानेका बुझेका कुराहरू र संस्थाको बारेमा सोधिएका केही प्रश्नहरूको उत्तर मैले 1, 2, 3, 4 गरेर नै यो यहाँ समक्ष मैले प्रस्तुत गर्ने अनुमति चाहन्छु। सर्वप्रथम प्रश्नको सूचीमा छ, तपाईँको सहकारीमा सूचनाको हक कार्यान्वयनको अवस्था कस्तो छ भन्नुभएको छ। सूचना सदस्यहरूले संस्थाबाट पाउनु उहाँहरूको नितान्त व्यक्तिगत अधिकारको कुरा हो। कुनै पनि सहकारी संस्थाले अथवा सङ्घ संस्थाले आफू पारदर्शी रूपमा सञ्चालन हुनको लागि सदस्यहरूलाई सूचना प्रदान त गर्नु नै पर्छ नै, र यो व्यक्तिगत यो संस्था सदस्यहरूकै भूमिकाबाट सञ्चालन हुने भएको कारणले गर्दाखेरि सूचना पाउनु उहाँहरूको दायित्व हो। विशेष गरी हामीले सदस्यहरूलाई उहाँहरूको सूचनाको रूपमा वेबसाइटहरूबाट उहाँहरूलाई सूचनाहरू प्रदान गर्छौँ, एसएमएसहरू मार्फत सूचनाहरू प्रदान गर्छौँ र पत्र पत्रिकाहरू मार्फत उहाँहरूलाई सूचना प्रदान गर्छौँ र आफ्ना फेसबुक पेजहरूबाट पनि र युट्युब च्यानलहरूबाट पनि उहाँहरूलाई हामीले सूचनाहरू प्रस्तुत चाहिँ गर्ने गर्छौँ र हामी एकदमै पारदर्शी रूपमा अगाडि बढ्नको लागि सदस्यहरूलाई कुनै पनि सूचनाबाट हामीले वञ्चित गरेको अवस्था छैन। उहाँहरूले माग्नुभन्दा पूर्व नै हामीले सबै सूचनाहरू उहाँहरूलाई चाहिँ दिने गर्छौँ। यो सन्दर्भमा हाम्रा सदस्यहरू सूचनाबाट बाहिर हुनुहुन्छ भन्ने मलाई चाहिँ लाग्दैन। त्यस्तै गरी सदस्यहरूले कस्ता सूचनाहरू बढी माग गर्छन् भन्नुहुन्छ उहाँले। यस सन्दर्भमा यस संस्थामा यो संस्थाले बचत तथा ऋणको कारोबार गर्ने भएको कारणले गर्दाखेरि सदस्यहरूले प्राय ऋण सम्बन्धी र बचत सम्बन्धीकै सूचनाहरू उहाँहरूले प्राप्त गर्ने इच्छा राख्नुहुन्छ। विशेष गरी ब्याज दरको अवस्था कस्तो छ, होइन, संस्थाले कुन कुन शीर्षकहरूमा ऋणहरू प्रदान गर्छ, कति ब्याज दरहरूमा ऋणहरू प्रदान गर्छ, होइन, छुटको अवस्था के हो, त्यसपछि बचतमा ब्याजको अवस्था के हो, होइन, कुन बचतमा कति % ब्याज दर छ र हामीले चाहिँ कति वर्षमा राखेपछि हामीले ब्याज प्राप्त गर्न सक्छौँ, होइन, कुन महिनामा कति महिनामा हामीले ब्याज प्राप्त गर्न सक्छौँ भन्ने जस्ता कुराहरू उहाँहरूले प्रायःसो बढी माग गर्ने सूचनाहरू हुन्। यो सूचना हामीले उहाँहरूलाई वेबसाइट, त्यसपछि आएर फेसबुक पेज, त्यसपछि आएर हाम्रो युट्युब च्यानल लगायत विभिन्न किसिमका विद्युतीय उपकरणहरूबाट उहाँहरूलाई हामीले सूचना चाहिँ प्रदान गरिरहेका छौँ र उहाँहरूले माग्नुभन्दा अगाडि नै हामीले यो सूचनाहरू उहाँहरूलाई चाहिँ प्रदान गर्छौँ। सूचना प्रदान गर्दा के कस्ता चुनौतीहरू छन् भन्ने अर्को प्रश्नको सन्दर्भमा, सूचना प्रदान गर्दाखेरि सबै सदस्यहरू हाम्रो चाहिँ पढे लेखेको नभएको र केही असाक्षर सदस्यहरू भएको कारणले गर्दाखेरि पनि उहाँहरूलाई हामीले चाहिँ पूर्ण रूपमा सूचना चाहिँ उहाँहरू समक्ष प्रस्तुत गर्न हामीले सकेका छैनौँ। यसको सन्दर्भमा हामीले उहाँहरूको अभिभावक, उहाँका छोराछोरी, केटाकेटीहरू, अलि पढे लेखेका अभिभावक सदस्यहरू मार्फत उहाँहरूलाई केही जानकारीहरू चाहिँ हामीले दिन चाहिँ गरेका छौँ र सूचनाका चुनौतीहरू भनेको सबै सदस्यहरू पढे लेखेको नभएको र साक्षरता दर पनि एकदमै कम भएको कारणले गर्दाखेरि सबै सदस्यहरूलाई पूर्ण रूपमा
हामीले सूचनाहरू उहाँहरू समक्ष पुर्याउन चाहिँ चुनौतीको विषय हाम्रो रहेको छ। त्यसै गरी सूचना पारदर्शिताको लागि के कस्ता पहलहरू गर्नुभएको छ भन्नुभएको छ। सूचना त एउटा प्रश्न नै यो पारदर्शिताको स्वरूप हो। हामीले सूचनाहरू सदस्यहरूलाई पारदर्शी रूपमा प्रसारण गर्नको लागि हामीले चाहिँ फेसबुक च्यानलहरू अनि फेसबुक पेजहरू वेबसाइटहरू मार्फत उहाँहरूलाई चाहिँ सजिलो तरिकाले उहाँहरूले पाउने गरी हामी चाहिँ यो चाहिँ प्रदान गरिरहेका छौँ, पहलहरू गरिरहेका छौँ। अब उहाँहरूलाई पूर्ण रूपमा सूचनाको हकबाट हामीले चाहिँ सुशिक्षित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई हामीले चाहिँ संस्थामा एउटा आइटी कर्मचारी नै व्यवस्था गरेर सूचना सम्बन्धी सम्पूर्ण कुराहरू चाहिँ उहाँहरूलाई हामीले प्रसारण गर्नको लागि सदस्यहरूलाई जारी गर्नको लागि हामीले निर्देशन गरिरहेका छौँ। र यसै सन्दर्भमा हामीले थप सूचनाहरू चाहिएमा हामीले संस्थामा सूचना अधिकारीको पनि व्यवस्थापन गरेका छौँ। उहाँले पनि हाम्रो आइटी बाहेकका केही सूचनाहरू भयो भने उहाँहरूले सदस्यहरू आउनुभयो र उहाँहरूले माग गर्नुभयो भने हाम्रो सूचना अधिकारीबाट उहाँले सूचना चाहिँ पाउन सहजै छ, त्यति अप्ठ्यारो चाहिँ छैन। त्यसै गरी प्रश्न नम्बर 5 मा उहाँले भन्नुभएको छ कर्मचारीहरूलाई सूचनाको हकबारे कस्तो प्रशिक्षण दिएको छ। हामीले प्रत्येक कर्मचारीलाई हाम्रो एउटा सूचना तथा प्रविधि उपसमिति भनेर संस्थाले एउटा गठन गरेको छ। सूचना तथा प्रविधि उपसमितिको बैठक बसेर हामीले सदस्यहरूलाई र यस संस्थामा कार्यरत कर्मचारीहरूलाई सूचना कसरी प्रदान गर्नुपर्छ हैन, सूचनामा के समावेश गर्नुपर्छ र सूचनालाई विश्वसनीय कसरी बनाउन सकिन्छ भन्ने कुरामा हामीले चाहिँ हाम्रो सूचना तथा प्रविधि उपसमितिमा हाम्रो एकजना मित्र हाम्रो त्रिभुवन बिसी, उहाँ पनि एउटा पत्रकारै हुनुहुन्छ। उहाँ चाहिँ यस उपसमितिको सदस्य भएको कारणले गर्दाखेरि पनि हामीलाई सूचनाहरू प्रदान गर्नको लागि, कर्मचारीहरूलाई सूचनाहरू प्रदान गर्नको लागि, सूचना सम्बन्धी तालिमहरू प्रदान गर्नको लागि र सदस्यहरूलाई थप सूचनाहरू व्यवस्थित रूपले प्रसारण गर्नको लागि पनि हामीलाई सहज भएको छ। र हामीले सूचनाको हकको बारेमा सम्पूर्ण कर्मचारीहरूलाई वर्षमा 3 पटक हाम्रो सूचना तथा प्रविधि उपसमितिका संयोजकज्यू स्वयं आफैले यो सूचनाको बारेमा उहाँले प्रशिक्षण गर्नुहुन्छ। सोही अनुसार हाम्रा कर्मचारीहरू सोही अनुसारको सूचनाहरू सम्प्रेषण गर्नमा एकदम दत्तचित्त र तल्लीन हुनुभएको कुरा पनि म यहाँ समक्ष प्रस्तुत गर्न चाहेँ। निगरानी तथा अनुगमन प्रणाली कस्तो छ भन्नुभएको छ। यो समग्र सहकारी संस्थाको निगरानीको कुरा होला। विशेष गरी हामीलाई निगरानी गर्ने र निगरानी गर्ने नियमनकारी निकायहरूको निगरानी कस्तो र उहाँहरूको अनुगमन प्रणाली कस्तो छ हामीमाथि। निगरानीको कुरा के छ भन्दाखेरि अहिले हाम्रो सहकारी संस्था विभिन्न नगरपालिका अन्तर्गत सहकारी इकाइ मार्फत हामीलाई नियमन तथा अनुगमन चाहिँ उहाँहरूले गर्नुहुन्छ र हाम्रो विभिन्न सहकारी इकाइ कार्यालयमा अलि दक्ष कर्मचारीको त्यहाँको अभाव, त्यसै गरी सहकारी सम्बन्धी अलि विज्ञको अभाव हैन। अब सबै चाहिँ जनप्रतिनिधिहरूलाई सहकारी बारेमा त्यति थाहा नभएको कारणले गर्दाखेरि पनि हामीलाई नियमन तथा अनुगमन हामीमाथि हुने नियमन तथा अनुगमन त्यति प्रभावकारी भएको चाहिँ म मान्दिनँ। र म यहाँको क्यामेरा मार्फत के अनुरोध गर्न चाहेँ भने हाम्रो नियमनकारी निकायहरूमा पनि सरकारले अलि चाहिँ दक्ष रूपमा कर्मचारीहरू चाहिँ को परिपूर्ति गर्नुपर्ने र विज्ञ कर्मचारीहरूको भर्ना गर्नुपर्ने र हामी त चाहन्छौँ कि हाम्रो सहकारी संस्थालाई बढीभन्दा पनि बढी निगरानी होस्, नियमन होस्, अनुगमन होस् भन्ने त चाहन्छौँ। तर चाहँदै पनि हाम्रो राज्यका प्रणालीहरू त्यति सक्रिय रूपमा कार्य गर्न सकिरहेका छैनन्। त्यस कारणले गर्दाखेरि पनि मलाई आफ्नो विचारमा के लाग्छ भने राज्यको नियमन तथा अनुगमन प्रणाली त्यति प्रभावकारी छ जस्तो मलाई लाग्दैन। यसलाई चाहिँ अलिक प्रभावकारी बनाउनको लागि चाहिँ अलिकति हाम्रो नियमन निकायहरूमा दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्छ। त्यसै सन्दर्भमा अहिले भर्खरै नेपाल सरकारले सहकारी नियमन प्राधिकरणको पनि गठन गरेको छ। अब त्यसमा हामी दर्ता भइसकेको अवस्था छ र हामी त चाहन्छौँ जति सक्यो हामीलाई अनुगमन गरोस्, निरीक्षण गरोस् र हामीलाई सुझावहरू दियोस् र कार्यान्वयनको अवस्थामा हामीलाई पुर्याओस्
र हामीलाई सचिने अवसर मौकाहरू हामीलाई दियोस् भन्ने नै चाहन्छौँ। त्यसै सन्दर्भमा हामीले नियमन प्राधिकरणमा हामी दर्ता भएर आफ्नो चाहिँ कामहरूलाई अगाडि बढाइसकेको कुराहरू म यहाँ समक्ष राख्न चाहेँ। सुधारका लागि के कस्ता सुझाव दिनुहुन्छ भन्ने कुरा छ। सुधारको लागि समग्र राज्यलाई पनि एउटा चाहिँ यो प्रश्नको कुरा हो। राज्य एउटा चाहिँ अलिकति कठोर रूपमा चाहिँ प्रस्तुत भएर अलिकति नियममा चलेका सहकारी संस्थाहरूलाई पुरस्कृत गर्ने, त्यसपछि आएर नियमभन्दा विपरीत दर्ता भएर सञ्चालन भएका सहकारी संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउने जस्ता कुराहरू राज्यले चाहिँ गर्नुपर्छ। त्यसै गरी अर्को सन्दर्भमा म के भन्न चाहन्छु भने हाम्रो चाहिँ नियमनकारी निकायहरूले राज्यले यो सहकारी संस्थामा काम गर्ने अलिक दक्ष जनशक्ति व्यवस्थापनको लागि पनि कुनै तालिमहरूको आयोजना गरोस् होइन। अब हाम्रो चाहिँ युवा पिँढीहरू चाहिँ अहिले सहकारीप्रति अलिकति हेजिटेसन भएको उहाँहरूको अवस्था छ। हाम्रो दक्ष जनशक्ति अहिले बाहिर गएको अवस्था छ। हाम्रो जुन हामीलाई जनशक्ति चाहिन्थ्यो त्यो जनशक्ति हामीसँग अहिले छैन। हामीले चाहेर पनि हामीले चाहिँ पोलिसी लेभलको कर्मचारी पाउन नसकेको अवस्था छ। हामीले चाहिँ धेरै सुधारको आवश्यकता राज्यले चाहिँ यसको दायित्व लिनुपर्छ र त्यस्तै गरी नियमन तथा प्राधिकरणले पनि यसको दायित्व लिनुपर्छ र समग्र सहकारीहरू हेर्ने स्थानीय निकायहरूले पनि यसको बारेमा अलिकति सुधार गर्नुपर्ने अवस्था म यहाँहरू समक्ष राख्न चाहन्छु। त्यस्तै गरी समस्याग्रस्त सहकारी संस्था घोषणा गरिएको छ एउटा समस्या समाधान आयोगले र त्यसको प्रतिवेदनलाई पनि अलिकति द्रुत रूपमा कार्यान्वयन होस् र तपाईँको नियमनमा अनुगमनमा भएका सहकारी संस्थाहरूलाई पुरस्कृत गरोस् र बाँकी रहेका अलिकति नियमभन्दा बाहिर रहेका सहकारी संस्थाहरूलाई दण्डित गरोस् भन्ने पनि एउटा म शुभकामना या अथवा प्रश्न उहाँहरू राज्यसँग चाहिँ म यो चाहिँ राख्न चाहन्छु। थप केही छ सरको? धेरै धेरै धन्यवाद सरलाई। मैले थोरै कुरा यहाँ सुधारका लागि सुझावको कुराहरूलाई मैले फेरि पुनः किन जोड्ने अनुमति चाहेँ भने हजुरले लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत रहेर अनुभवी व्यक्तिको रूपमा हजुर मानिनुहुन्छ। त्यसै गरी विशेष गरी हजुरको अनुभवको हिसाबले विभिन्न सहकारी संस्थाहरूमा छन् जिल्लामा अथवा चाहिँ वीरेन्द्रनगरका सहकारीहरूमा हजुरको नजरले देख्नुभएको विशेष गरी सूचनाको हकको कार्यान्वयनको पाटोमा ती सहकारीहरूलाई किनभने जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सूचनाको हक र सुशासन पारदर्शी ढङ्गले परिपालना गरेर यो अवस्थासम्म आइसक्दा र हजुर त्यही सहकारीको व्यवस्थापकको रूपमा लामो समय कार्य अनुभव गरिरहँदा जुन सहकारी संस्थालाई तपाईँले अनुगमन अथवा हेर्दै देख्नुहुन्छ ती सहकारीहरूका लागि पनि विशेष गरी सूचनाको हक र कार्यान्वयनको तर्फबाट त्यो क्षेत्रबाट हजुरले के सुझाव दिन चाहनुहुन्छ सरकारले? समग्र सहकारी संस्थाहरूले सूचना प्रवाह गर्ने भनेको आफ्नो सदस्यहरूलाई हो। सदस्यहरूलाई हामीले जति सक्यो आफ्नो सहकारी संस्थाको कारोबारलाई पारदर्शी रूपमा प्रस्तुत गर्नको लागि उहाँहरूलाई सूचना हामीले प्रदान गर्नैपर्छ। यदि हामीले सूचना उहाँहरूलाई पारदर्शी रूपमा दिन सकेनौँ भने हामी व्यवस्थित रूपमा चलेको हामी चाहिँ मान्दैनौँ होइन। त्यो भावनाले सबै सहकारी संस्थाहरूले आफ्नो सहकारीमा आबद्ध सेयर सदस्यहरूलाई भेला गरेर होइन समूहगत रूपमा भेला गरेर उहाँहरूको इच्छा चाहना होइन सहकारी संस्थाले पुरा गर्न सक्छ कि सक्दैन, उहाँहरूले दिएको सुझावहरू ग्रहण गर्न सक्छ कि सक्दैन, ती सम्पूर्ण कुराहरूलाई उहाँहरूले सदस्यहरूलाई एकट्ठा गरेर एक ठाउँमा जम्मा गरेर उहाँहरूको सुझावहरू लिने र आफ्ना सूचनाहरू पनि उहाँहरूलाई प्रस्तुत गर्ने र आफ्नो चाहिँ सहकारी संस्थाको कारोबारको रूपमा उहाँहरूलाई चाहिँ पारदर्शी रूपमा चाहिँ प्रस्तुत गर्नको लागि म सम्पूर्ण सहकारी संस्थाहरूलाई यसै क्यामेरा मार्फत म चाहिँ सुझाव दिन चाहन्छु। अब मैले अन्तिममा एउटा मात्र प्रश्न थप्ने फेरि अनुमति चाहे। जस्तो हामीले धेरै सहकारी संस्थाहरूले वार्षिक साधारण सभालाई नै उहाँले पूर्णता भएको मान्ने गर्नुभएको छ। वर्षको एकपटक साधारण सभा हुन्छ। तपाईँको अनुभवमा के सहकारीहरूले सामाजिक लेखा परीक्षण सोसल अडिट गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ वा हजुरको संस्थाले त्यो अभ्यास गरेको छ? सामाजिक परीक्षण एउटा सबैभन्दा ठुलो परीक्षण हो। सामाजिक परीक्षण बिनाको सहकारी संस्था सञ्चालनमा एकदमै बाधा एकदमै गाह्रो अवस्था हो।
सामाजिक परीक्षण भनेको सबै चोकचौकहरूमा सबै स्थानहरूमा चिया पसलहरूमा सहकारी संस्थाको राम्रो चाहिँ बखान गर्नु नै सामाजिक परीक्षण हो। हामीले सामाजिक परीक्षण गरेर प्रत्येक वर्ष चाहिँ हामीले सामाजिक परीक्षण चाहिँ गर्छौँ र सामाजिक परीक्षण गरेको रिपोर्ट हामीले नियमनकारी निकायहरूमा पनि बुझाउने गरेका छौँ र सामाजिक परीक्षण बिनाको कुनै पनि सङ्घ संस्था होस् अथवा व्यक्ति नै किन नहोस् ऊ त्यो सामाजिक परीक्षणभन्दा बाहिर छ भने त्यो चाहिँ दक्ष हुन सक्दैन र सामाजिक परीक्षणबाट ऊ अनुमोदन हो भने मात्रै सबै कुरा उसको चाहिँ राम्रो हुन्छ भन्ने कुरा मलाई लाग्छ। हस्, धन्यवाद समय र संवादका लागि। धन्यवाद। यहाँले पनि मलाई महत्त्वपूर्ण कुराहरू यहाँको टेलिभिजन मार्फत सार्वजनिक गर्ने जुन अवसर दिनुभयो यसको लागि म मेरो अनन्य मित्र पनि हुनुहुन्छ मिलन सर, उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद। नमस्ते।